एक दिन एउटा बटुवा खोलाको किनारको बाटो भएर कतै जाँदै थियो। त्यो खोलाको किनारको बाटो भएर जाँदै गर्दा मध्याह्न दिउँसो टन्टलापुर घाम, फेरि त्यो खोलामा गर्तिर चाहिँ थियो, बगर चाहिँ थियो, तर पानी थिएन। वर्षादमा मात्रै भेलबाडी आउँथ्यो, बाँकी सुक्खा मौसममा सुक्खा नै हुन्थ्यो। त्यो मरुभूमिको बाटो हिँडे जस्तै अनुभव भइरहेको थियो त्यो बटुवालाई। जाँदै थियो अलि अगाडि पुग्छ त त्यो खोलाको किनारमा 3 जना श्रमिकहरू एकनासले गिटी कुटिरहेको देख्छ। त्यो गिटी कुटिरहेका श्रमिकलाई देखेपछि बटुवा अचम्मित हुन्छ। अरे यस्तो टन्टलापुर घाम छ, यति मेहनत गरेर यिनीहरूले किन यो काम गरेका रहेछन्? एकछिन सोध्नु पर्यो, भलाकुसारी नै गर्नु पर्यो, एकछिन आराम पनि थकाइ पनि लागेको छ भनेर त्यो व्यक्ति गएर श्रमिकलाई सोध्न थाल्छन् कि गएर एउटा श्रमिकलाई सोध्छन्, दाइ यस्तो टन्टलापुर घाम छ, हात पाखुरा डढेर कालै हुनुभएको छ, तपाईँ यति मेहनत गरेर यो काम किन गर्दै हुनुहुन्छ? सोच। त्यो बिचारा श्रमिकले भन्छ, के गर्ने हजुर, घरमा 4-4वटा केटाकेटी छन्, श्रीमती र आफू समेत गर्दा त हामी 6 जनाको परिवार संख्या छ, 6 जनाको पापी पेट पाल्न म यो काम गर्दैछु। उसले पापी पेटलाई देखाउँछ। ती बटुवा दोस्रो श्रमिक नेरी जान्छन्, त्यसै गरी सोच्छन्, तपाईले चाहिँ यो काम किन गर्दै हुनुहुन्छ? दोस्रो श्रमिकले भन्छन्, के गर्ने हजुर, भाग्यमा जे लेखेको थियो त्यही भयो। अब मलाई मेरो भाग्यमा गिटी कुट्न लेखेको छ त म के प्लेन उडाउन जाउँ? उसले भाग्यलाई दोष दिन्छन्। अब ती बटुवा तेस्रो श्रमिक नेरी गएर त्यसै गरी सोच्छन्, दाइ तपाईले चाहिँ यो काम किन गर्दै हुनुहुन्छ? तेस्रो श्रमिक त मुस्कुराउँदै ट्वा ट्वा गिटी कुट्दै बटुवातर्फ हेरेर मुस्कुराउँदै भन्छन्, हो हजुर, म गिटी कुट्दैछु। तपाईलाई थाहै होला, यो खोलाको बाटो भएर, यो गर्तिरको बाटो भएर सयौं होइन हजारौं मानिसहरू आवत जावत गर्छन्। तर जब जब वर्षातको मौसम सुरु हुन्छ, पानी पर्ने समय जब सुरु हुन्छ, यो खोलामा कहाँबाट बाढी आउँछ र कहिलेकाहीँ त त्यो बाढी हप्तौं दिनसम्म पनि रोकिँदैन। अनि बिचारा त्यो बाटो हिँड्ने यात्रुहरू यो खोला तर्न नसकेर पारीको मान्छे पारी, वारीको मान्छे वारी नै रोकिनुपर्छ। हप्तौं दिनसम्म गन्तव्यमा पुग्न नपाउँदा ती यात्रुहरू बाटोमै विचलित हुनुपर्छ। भर्खरै एउटा यस्तो प्रोजेक्ट आएको छ, त्यो प्रोजेक्टले यो खोलामाथि पुल बनाउँदैछ। पुल बन्नु भनेको त इतिहास बन्नु हो, म त्यही इतिहास बनाउने काम गर्दैछु भनेर त्यही गिटी कुट्छ। अब यहाँ ती 2 जना अरू श्रमिकको भन्दा यो तेस्रो श्रमिकको अगाडि गिटीको थुप्रो पनि धेरै छ। काम त सबैले गिटी नै कुटेका छन्, तर त्यही गिटी कुट्ने कामलाई हेर्ने नजरिया फरक छ। हो, कुनै पनि कामलाई हेर्ने दृष्टिकोण यदि बदल्न सक्यो भने नि मान्छेलाई काम गर्ने ऊर्जा नै छुट्टै आउँछ।